हेलो गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि आज चाहिँ हाम्रो के छ भन्दाखेरि हाम्रो होम टुर होइन। अनि यहाँ हाम्रो गाउँदेखि हाम्रो घर अनि यो चाहिँ सबै फ्लावर्सहरू हो होइन। यो चाहिँ हट हाउसमा राखेको फ्लावर्सहरू हो। अनि इफ तपाईँहरूलाई के मनपर्छ कन्ट्याक्ट मी है। अनि यहाँनिर चाहिँ छ हाम्रो थुप्रै भेराइटिज अफ फ्लावर्स छ होइन। यसमा बेसी चाहिँ अर्किड छ होइन। अनि त्यसमा प्लान्टहरू छ अनि क्याक्टसहरू पनि छ। अनि हामी यहाँ घुमिसकेर चाहिँ हामी टेबलमा बसेर चिया खायौँ होइन। सो त्यस पछाडि हामी फेरि सुसङ्कोमा गयौँ होइन। सुसङ्कले हामीलाई चिया र झालमुरी बनाइदियो। फेरि हामीले दोकानमा गएर झालमुरीको सामान लिएर आयौँ। अनि त्यस पछाडि हामीले बनाएर खायौँ मेगी होइन। अनि मेगी छिटो गरेर हामीले तातो मेगी बनायौँ होइन। अनि यहाँ देख्नु सक्नुहुन्छ यस्तो मिठो स्पाइसी मेगी। अनि हामी खाँदैछौँ गम कि गम होइन। यति मिठो त अब तपाईँहरूलाई के भन्नु। मलाई त मेरो बेस्ट भनेको नै मेगी हो भन्ने जस्तो है। जहिले पनि मेगी वाइ अक्कबरी खाएको भिडियोहरू हालिबस्थेँ है। अनि यति मिठो थियो नि, यति पिरो पनि थियो, स्पाइसी पनि थियो होइन, थोरै। अनि त्यस पछाडि हामीले यो चाहिँ अब हाम्रो आजको के भने अब डेको के खाइ हुँदैछ होइन। त्यस पछाडि हामीले गऱ्यौँ दाँत अर्ग्यानिक टुथपेस्टले ब्रस। त्यस पछाडि हामी गयो मकै खन्नु होइन। अब हाम्रो मकै खन्ने सिजन भइसक्यो नि त। अनि यति बेला चाहिँ हाम्रो मकै गोड्ने सिजन हुन्छ होइन। अनि मकै छिटो गरेर मकै गोड्दा हामीलाई बहिनीहरूले ल्याइदिएछ पानी। अनि पानी घट खायौँ होइन। अनि बहिनीहरूले चाहिँ कहिले पनि मकै गोडेको छैन, हामीले उनीहरूलाई पनि सिकायौँ होइन। त्यस पछाडि बहिनीले त अलि पारा पनि ल्याइहाल्यो। त्यस पछाडि गयौँ हामी लवङकोमा अनि चिया खायौँ होइन। अनि त्यस पछाडि हामी चाहिँ आजको हाम्रो यहाँनिर गएको। अनि त्यसपछि जाने बित्तिकै फेरि हामीलाई यहाँनिर पनि दियो झालमुरीको सामान। अनि म त छिटो गरेर खोर्सानी काटकुट पारिहालेँ। त्यस पछाडि हामी खोर्सानी काटकुट पारे पछाडि हामी अब के गर्नु, खानै पर्यो। गरम खाइदिइहालेँ होइन। त्यस पछाडि बहिनीहरूले पनि वाउ क्या मिठो। अनि भाउजूले त्यहाँनिर सफाहरू गर्नुभयो होइन। अनि हामी धेरै बादमा हामी आएको नि त घर। अनि त्यस पछाडि हाम्रो आजको डेस्टिनेसन भने सबै कुरा भन्यौँ यहीँनिर एन्ड हुन्छ होइन। अनि त्यस पछाडि आज हाम्रो भिडियो पनि यहाँ एन्ड बाई।